सिन्धुलीको कमलामाई नगरपालिका 3 चपौली स्थित सिन्धुली कलाघरमा निर्माण गरिएको वरिष्ठ कलाकार द्वय जयनन्द लामा र इन्दिरा गोलेको शालिग विवादमा परेको छ। हालै मात्र अनावरण गरिएको इन्दिरा गोलेको शालिग वास्तविक अनुहारसँग मेल नखाएको भन्दै फेसबुक लगायतका सामाजिक सञ्जालहरूमा प्रतिक्रिया आएपछि शालिग निर्माणमा जोडिएका गायक एवं संगीतकार फुलकुमार बमजन र सिन्धुली कलाघरका अध्यक्ष सुमन थापा मगरले स्पष्टीकरण नै दिएका छन्। शालिग निर्माणबारे थप प्रश्न पार्दै बमजनले लेखेका छन्, फ्याफुल्ला तामाङ समुदायको अमर गायक गायिका जयनन्द लामा आस्याङ र इन्दिरा गोले नानाको पूर्ण कदको शालिग सिन्धुली कलाघरमा एक भव्य कार्यक्रमका साथ अनावरण गरेको छ। उहाँहरूको माया, सम्मान र सम्झनाको लागि गरिएको प्रयासमा दिदीको अनुहार केही कमी भयो भन्ने कुरा सामाजिक सञ्जालमा धेरैले लेखेको देखियो। सबै दिदीकै फोटोसँग स्केच गरेरै बनाएको हो र कलर पश्चात अलि फरक जस्तो देखेको मात्र हो। दिदीको सङ्घर्ष, तामाङ गीत सङ्गीतको इतिहास र राज्यबाट बोल्न वर्जित भाषा र आवाजको विश्व मार्ग बनाउन उनै जयनन्द लामा र इन्दिरा गोलेको जीवन समर्पित छ। प्राविधिक कामहरू फेरि पनि गर्नु परेमा गरौँला, अन्यथा अनावश्यक ट्रोल नबनाउन समुदायको साथीहरूलाई आग्रह छ। तामाङ कलाकारको इतिहास जीवित राख्न हरिहरपुर गढी गाउँपालिकाको अध्यक्ष वज्रदोज वाइबा र सिन्धुली कलाघरका अध्यक्ष सुमन थापा मगर, मूर्तिकार भक्तिराम राई लगायत सम्पूर्णमा हामी कमजोरी सुधार्ने हो भने आन्तरिक सुझाव दिन अनुरोध गर्दछु, थुजेछे। यस्तै सिन्धुली कलाघरका अध्यक्ष सुमन थापा मगरले लेखेका छन्, चित्त नबुझेको कुरा मज्जाले बोल्न पाइन्छ, यतिको चासो चिन्ता गर्नुपर्छ भन्ने नै कार्यक्रमको उद्देश्य रहेको थियो। मूर्तिकारको मनोमानी थिएन, परिवारको अनुमति अनि माटोको आकारलाई परिवारले नै ल ठिक छ भनेपछि प्रतिमा तयार भयो। दुरुस्तै अनुहार दुनियाँमा कसैले बनाउन सक्दैन, मूर्तिकारले उस्तै मात्र बनाउन कोसिस गर्ने हो। हामी चाहन्छौं सिन्धुली कलाघरमा मात्र होइन, स्वर्गीय गायिका इन्दिरा गोलेको शालिग देशभरि मात्र नभएर परदेशमा पनि बनोस् र मूर्तिको रूपरेखा नमिलेको कुरा छ, त्यो मिलाउने अधिकार तपाईँ हामी सबैलाई छ। शालिग बनाउन हरिहरपुर गढी जत्तिको सबै पालिकाले कदम चाल्न अनुरोध गर्दछौं। आउनुहोस्, खुल्ला हृदयले रूपरेखा मिलाउन मात्र होइन, सिङ्गो राष्ट्रको सम्पत्ति कलाघर निर्माणमा कलाघरमा स्वागत गर्दछौं। स्वर्गीय गायिका इन्दिरा गोलेप्रति हार्दिक श्रद्धा सुमन। काम नगर्नेको गल्ती हुँदैन, काम गर्नेकै गल्ती हुन्छ। कमी कमजोरीहरूलाई सच्याउँदै अगाडि बढ्नेछौं। धन्यवाद। को सम्मान स्वरूप यहाँहरूको गडगडाहट ताली रहिरहोस् भन्ने हामी अपेक्षा पनि राख्न चाहन्छौँ र माल्यार्पणको लागि पनि कार्यक्रम अगाडि बढाइदिनहरूको लागि पनि विशेष अनुरोध गर्न चाहन्छौँ। हामी लामा गुरुज्यूबाट पूजा पाठ गरेर आजको बिहानको समयमा हामीले पूजा पाठ आराधना गर्दै अहिले माल्यार्पण गर्दै स्वर्गीय स्रष्टाप्रति सहानुभूति सँगसँगै श्रद्धा सुमन प्रकट गर्न लागिरहेका छौँ। म सम्पूर्ण सर्जक अनि अतिथि महानुभावहरूलाई जोरदार तालीको साथमा माल्यार्पण हुँदैछ। यति बेला सबैले जोरदार तालीको साथमा हार्दिक स्वागत गर्न चाहन्छौँ र एउटा शुभ धुन बजाइदिनुहुनको लागि पनि म प्राविधिक मित्रलाई पनि अनुरोध गर्न चाहन्छु। Sadram Vrinda Vrinda Diyanam Om Diyanam Diyanam
Sumjen thamje lagon tape bali chimse ba farman da bali sintam bebe kashe pale wa devra shaba jalasha jamba shano balen turje jintin re juwan ko bo jambe baza ye jamba diba number zulman re ni bo baja kondo na uta darje begar narbo dawar le nima ye chakhan le nam tashe bage jo jab saba jala chasalo re do jo tashe serge nya do jamba sa ye wo kam Yenta do dang punzo palbe wa minno kya che wa jo kullo de ren jen ta jo ge ge cha den jen jo de ga wa chu de ge ge so mo jen de palbe wa ta shi la mo ge la cha sa lo song ba jen bo de jong se me bo mi don jen da gal bo pa je bo dang lo wa mi me san nam de je de la je kullo dang ter jo la da yong ga de je den ge so dum ne bon ge de ta shi de je den ge wa ge la cha Taja dindra jawa zumbala ketan nibra chawa kunje ne dada bada sambali jindo tashe dada kuzo zumbara injo Taja dindra jawa zumbala ketan nibra chawa Deden palbe sambali jindo tashe dada kuzo zumbara injo Taja dindra jawa zumbala ketan nibra chawa Deden palbe sambali सम्पूर्ण सर्जक अनि अतिथि महानुभावहरूलाई जोरदार तालीको साथमा माल्यार्पण हुँदै बेला सबैले जोरदार तालीको साथमा हार्दिक स्वागत गर्न चाहन्छौँ र एउटा शुभ धुन बजाइदिनेहरूको लागि पनि म कार्यक्रमभित्रलाई